पवित्र चैत्र महिनामा जब वसन्तले प्रकृतिमा नयाँ जीवन फुकाउँछ, लाखौं भक्तजनहरू दुई अत्यन्त अर्थपूर्ण चाडहरू चैते दशैं र रामनवमी मनाउन तयारी गर्दछन्। तर यी केवल चाडहरू मात्र होइनन्, यी त ईश्वरीय उद्देश्य, आस्था र सदाचारको दुष्टमाथिको शाश्वत विजयका कथाहरू हुन्। धेरै पहिले त्रेता युगमा अयोध्यामा एक शक्तिशाली राजा दशरथको राज्य थियो। आफ्नो शक्ति र बुद्धिमत्ताको बावजुद उनी गहिरो दुःखमा थिए। उनीसँग सन्तान थिएन। आफ्ना गुरु वशिष्ठको मार्गदर्शनमा राजा दशरथले सन्तानको आशीर्वादका लागि पवित्र यज्ञ, एक दिव्य अग्नि संस्कार गरे। यो पवित्र यज्ञबाट एक दिव्य भोग, पयस, एक आशीर्वादित मिठो खीर उत्पन्न भयो। यो सामान्य खाना थिएन, यो भाग्यको वाचा बोकेको थियो। यो पयसलाई उनको 3 रानीहरू कौशल्या, कैकेयी र सुमित्रा मध्ये बाँडियो। यो दिव्य आशीर्वादबाट 4 छोराहरू जन्मिए। रानी कौशल्याबाट भगवान राम, रानी कैकेयीबाट भरत, रानी सुमित्राबाट लक्ष्मण र शत्रुघ्न। तिनीहरूमध्ये भगवान राम धर्मको मूर्ति रूप, पछिको समयमा मर्यादा पुरुषोत्तम, आदर्श पुरुषको रूपमा चिनिने थिए। तर यो दिव्य जन्म अघि एउटा शक्तिशाली घटना भयो। चैत्र महिनाको 8औं दिन, जसलाई चैते दशैं वा चैते अष्टमी भनिन्छ, भक्तजनहरू देवी महागौरीको, दुर्गाको 9 स्वरूप मध्ये एकको पूजा गर्दछन्। यो विश्वास गरिन्छ कि देवी महागौरीले संसारलाई तयार पार्नुभयो, नकारात्मकता र दुष्ट शक्तिहरूबाट सफा गर्दै, भगवान रामको जन्मका लागि तयार पार्दै। त्यसपछि पवित्र क्षण आउँछ। शुक्ल पक्षको 9औं दिनमा, ठ्याक्कै मध्याह्नमा भगवान रामको जन्म भयो। यो दिन रामनवमीको रूपमा मनाइन्छ। एक क्षण जब ईश्वरले मानव रूप धारण गरेर धर्मको पुनर्स्थापना गर्न र मानवतालाई मार्गदर्शन गर्न आउनुभयो। घरहरू र मन्दिरहरूमा भक्तजनहरू उपवास बस्छन्, पूजा गर्छन् र देवी भागवत तथा चण्डी पाठ जस्ता पवित्र ग्रन्थहरूको पाठ गर्दछन्। धेरैले नवदुर्गा, दुर्गाका 9 स्वरूपहरूको पूजा गर्दछन् र नवकन्या, दिव्य स्त्री शक्तिको प्रतीक युवतीहरूलाई सम्मान गर्दछन्। अष्टमी वा नवमीमा एक दिन मात्र उपवास बस्नुले पनि आशीर्वाद, प्रसन्नता र आध्यात्मिक विकास ल्याउने विश्वास गरिन्छ। भगवान रामको कथा केवल पौराणिक कथा होइन, यो जीवनको मार्गदर्शक हो। उहाँले हामीलाई सिकाउनुहुन्छ कठिनाइमा पनि सत्यको पक्षमा उभिनु, अटल अनुशासनका साथ कर्तव्य पालन गर्नु, विनम्र, धैर्यवान र धर्मात्मा रहनु। चैते दशैं र रामनवमीले हामीलाई सम्झाउँछन् कि हरेक नयाँ सुरुवात अघि शुद्धिकरण हुनुपर्छ र हरेक विजय अघि आस्था हुनुपर्छ। भक्तजनहरूले दीप जलाउँदा, प्रार्थना गर्दा र उपवास बस्दा उनीहरू केवल परम्परा पालन गर्दैनन्, उनीहरू समयहीन मूल्यहरूसँग जोडिन्छन्, जसले अर्थपूर्ण जीवन निर्माण गर्दछन्। देवी महागौरी र भगवान रामको आशीर्वादले तपाईको जीवनमा शान्ति, शक्ति र प्रसन्नता ल्याओस्।